पेज बिहानको घाम पनि हेर्नु न यति चर्को छ कि 7 बजेको घाम पनि यार के भने यहाँ चाहिँ दुईटा बेबीहरू हेर्नु कति क्युट छ नि पुरै छोडिदिनुहोस् कि आहा। सो हाई गाइज वेलकम ब्याक टु मिनी भ्लग। आइपुग्यो तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। र गाइज मेरो डेली रुटिनहरू कस्तो लाग्छ हजुरलाई भन्नु। र साथीहरू यति मिहिनेतले भिडियो बनाउँछु यार, लाइक कमेन्ट सेयर त गर्नु, फलो त गर्नु, हजुरलाई एन्टरटेनमेन्ट गर्नु छु। र गाइज लिटरली भन्नुपर्दाखेरि 7 बजेको घाम यस्तो आँखामा आउँछ कुरै छोडिदिनुहोस् कि। आज चाहिँ होटलमा घाम जाँदाखेरि चाहिँ पुरा टाउकोले रगडाकेर आउने बित्तिकै केटाहरूले चाय नास्ता रेडी गरिराखेको रहेछ। र यहाँ चाहिँ मिल्कमा राखेको छु किनभने केक पनि त बनाउनु पऱ्यो नि त। केक पनि बनाउनु तर फटाफट गएर तिरामिसीको लागि मैले यहाँ कफीको रसहरू निकाल्दैछु होइन गाइज। लिटरली भन्नुपर्दा चाहिँ अलराउन्डर हुनुपर्छ क्या, सजिलो हुन्छ। त्यही भएर मैले चाहिँ यहाँ रस निकाल्दैछु गाइज होइन, बल राखेर। लिटरली भन्नुपर्दा गाइज यहाँ चाहिँ रस निस्किसक्यो र बटन दाबेर छ। र गाइज यहाँ चाहिँ यो दारूमा चाहिँ आइस क्युब अनि दारू पनि हाल्नुपर्छ कि हनीबी होइन गाइज। हेरेको त यहाँ छँदै छैन भनेको, ल यहाँ रहेछ। फटाफट दारू निकालेर मैले चाहिँ 60 ml दारू हालेर मैले चाहिँ यहाँ गरिसकेँ गाइज। लिटरली भन्नुपर्दाखेरि र फटाफट गाइज मैले 60 ml दारू हालेर चाहिँ यहाँ रेडी भइसक्यो। र फटाफट र आज काम पनि यति धेरै छ कि कुरै छोडिदिनुहोस् कि। केक पनि बनाउनु छ, उता अर्डर पनि आइरहेको थियो। अनि हजुरहरूलाई म एउटा कलाहरू त्यहाँ किचनमा चर्ती कलाहरू पनि देखाउँछु गाइज है, हेर्नु होला है। यहाँ क्रिम पनि रेडी भइसक्यो र मैले केक बनाउँदैछु। यसको फाइनल लुक पनि देखाउनु छु गाइज, टेन्सन नगर्नु। र लिटरली भन्नुपर्दा यो बनाउँदा फेरि यता पिज्जाको अर्डर पनि आइदिएको र पिज्जा पनि बनाइसकेको छ। हजुरहरूलाई म एउटा सिन देखाउँछु, यो चाहिँ हेर्नु है, मजाले हेर्नु है कस्तो लाग्छ है। चलो तो चलिए शुरू करते हैं। बोलना कुछ नहीं चाहते, ये सूखा पका खाना था। क्या डालते हैं बोलो, रेसिपी बता, क्या डालते हैं बोलो। रेसिपी बता दिए हैं छोटू को, छोटू भी बता दिए हैं छोटू को, छोटू डाल दे। क्या डालने का? क्या ऑयल तो नहीं होगा, खत्म है क्या? के चाहिए राजा, के चाहिए? ऑयल मांगने आया उधर एक बाटी देना तो भाई। गरम र गाइज यो समाजमा जिउनु मात्रै पर्छ मान्छे होइन, यस्तो यस्तो भेटिन्छन् कि कुरै छोडिदिन्छु। र फटाफट मैले चाहिँ यहाँ टपिक हान्दैछु, कस्तो लाग्छ हजुरलाई यो हेर्नु है, भन्नु है कस्तो बवाल लागेछ। मैले त दिउँसोको टाइम भइसक्यो गाइज, चिया खाएर चाहिँ चिया खाएर यिनीहरू चाहिँ निकाल्नु। यिनी चाहिँ दोस्त होइन, मेरो मोबाइलमा राम्रो भिडियो हुन्छ ल, हिँड भनेको त कहाँ बाख्रा चलाउने जस्तो हिँडिरहेको। साथीहरू 12 घन्टाको ड्युटी गरेर म पनि आइगयो होइन। त्यही भएर गाइज आफ्नो लागि केही टाइमै पुग्दैन कि। 12 घन्टा भनेको बहुत हो कि, आफ्नो लागि 3 घन्टा टाइम हुन्छ। 1 घन्टा मोबाइल चलाए पनि त्यो पनि सकिन्छ गाइज। गाइज यति राम्रो भिडियो बनाउँछु, हजुरहरूले सपोर्ट नै गर्नु भएको छैन क्या। लाइक कमेन्ट सेयर गर्नु होइन, म कन्टेन्टहरू हालिराख्नु छ। हजुरलाई भेट्छु नेक्स्ट ब्लगमा, बाई।